वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। नारायणम हरिओम तत्सत। सधैँ आज पनि म उपस्थित भइसकेको छु च्यानल अफ नेपालको दैनिक राशिफल कार्यक्रममा। म प्रस्तोता ज्योतिष सुदीप ढुङ्गाना र सधैँ आज पनि हामी पञ्चाङ्ग सेसनबाट हाम्रो राशिफल कार्यक्रम सुरुवात गरौँ। आज 2082 साल फागुन 5 गते इस्वीसम्म 2026 फेब्रुअरी 17 सिद्धार्थी नामको संवत्सर उत्तरायण शिशिर ऋतु फाल्गुन मास फाल्गुनको कृष्ण पक्ष रहेको छ। आज तिथि भने अमावास्या अथवा औँसी तिथि रहेको छ। मङ्गलबार रहेको छ भने धनिष्ठा नक्षत्र। योग परिध करण किंस्तुग्न। सूर्य आज कुम्भ राशिमा रहेका छन्। चन्द्रमा मकर राशिमा बिहान 9:33 त्यस पछाडि कुम्भ राशिमा चन्द्रमा प्रवेश हुनेछन्। बृहस्पति भने मिथुन राशिमा रहेका छन्। र यो हाम्रो पञ्चाङ्ग सेसन पछाडि अब हामी लागौँ हाम्रो दैनिक राशिफलमा। मेष राशि। मेष राशिका लागि आजको दिन आफैलाई चिन्ने दिन रहेको छ। आफ्नो आत्मबोध गर्ने खालको आज दिन रहेको छ। मङ्गलबार र आफ्नै नक्षत्र धनिष्ठाको संयोगले गर्दाखेरि तपाईँमा एक प्रकारको चाहिँ हतारो छटपटी केही कामप्रति चाहिँ अलिकति छटपटाउने खालको कामलाई चाहिँ छिटो गर्ने भन्ने खालको सोचहरू आज विकसित हुनसक्छ। ख्याल गर्नुहोला। व्यावसायिक रूपमा भने तपाईँले गरेका पुराना लगानीहरूले आज प्रतिफल दिने खालको समय रहेको छ। तर परिध योगले गर्दाखेरि अन्तिम समयमा आएर काम रोकिन सक्छ। ख्याल गर्नुहोला। परिवारमा तपाईँको कडा बोलीले गर्दाखेरि अलिकति कसैको मन दुख्न सक्ने, परिवारमा अलिकति केही समस्या आउन सक्ने खालको एउटा योग सृजना भएको छ। आज एकदमै पारिवारिक कुरामा अलिकति आफ्नो बोली आफ्ना शिष्टाचारलाई अलिकति राम्रो बनाएर अगाडि बढ्नुहोला। स्वास्थ्यमा भने आज विशेष गरी शिरको भाग र आँखामा चाहिँ जलन हुन सक्ने, तनाव हुन सक्ने खालको योग रहेको छ। अलिकति योग ध्यान, अलिकति जल चाहिँ पानी बढी खाने खालको त्यस्तो कुराहरूमा अलिकति हजुरहरूले आज ध्यान दिनुपर्नेछ। हजुरहरूको लागि आज लक्की नम्बर 9 रहेको छ भने आज लक्की कलर भनेको हरियो रहेको छ। तपाईँले आज ख्याल गर्नै पर्ने कुरा भनेको आज चाहिँ अरूलाई जित्नुभन्दा पनि आफैमा आफ्नो क्रोधलाई चाहिँ अलिकति नियन्त्रणमा राख्नुहोला। वृक राशि। वृक राशिका लागि आजको दिन धैर्य र धर्मको परीक्षा रहेको छ। आज चाहिँ हजुरहरूले धैर्यलाई चाहिँ आफ्नो चाहिँ धर्म बनाएर अगाडि बढ्नुहोला। भाग्य भावमा चन्द्रमा रहँदा बिहानै केही राम्रो अवसरहरू आउन सक्ने खालको योग सृजना भएको छ। त्यस्ता खालका अवसरहरूले ढोका खोल्नेछन्। किंस्तुग्न करणको प्रभावले गर्दाखेरि आज नयाँ कामको सुरुवात गर्न चाहिँ ऊर्जा मिल्नेछ। तर औँसी परेको कारणले गर्दाखेरि मनमा केही अज्ञात भय, केही छटपटी हुन सक्छ। ख्याल गर्नुहोला। सामाजिक काममा लाग्दाखेरि जस नपाइने स्थिति सृजना हुन सक्छ। त्यस कारणले गर्दाखेरि सामाजिक कामभन्दा आफ्नो पर्सनल काममा आज हजुरहरूले बढी ध्यान दिनुपर्ने हुनेछ। स्वास्थ्यमा भने आज घाँटी र श्वास प्रश्वासमा केही समस्याहरू देखिन सक्छ। धुवा धुलोबाट टाढै बस्नुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 4 रहेको छ भने लक्की कलर भनेको सिन्दुरे पहेँलो कलर रहेको छ। तपाईँहरूले आज ध्यान दिनै पर्ने कुरा भनेको आज भाग्यको मात्रै भरमा नरहेर आफूले पनि अलिकति बढी मेहनत गर्नुहोला। मिथुन राशि। मिथुन राशिका लागि आज मौनता र मनन गर्ने दिन रहेको छ। आफ्नो कुराहरूलाई मनन गर्ने खालको दिन आज हजुरहरूको रहेको छ। अष्टम भावको चन्द्रमा र औँसीको प्रभावले गर्दाखेरि केही मानसिक दबाव, मानसिक तनावहरू आज बिहोर्न सक्ने खालको चाहिँ योग सृजना भएको छ। ख्याल गर्नुहोला। तपाईँले चाहिँ आज जति कम बोल्नुभयो, आज चाहिँ जति चाहिँ आफ्नो मनमा चाहिँ कुराहरू दबाउनु भयो, जति कम बोल्नुभयो आज त्यति नै चाहिँ हजुरहरूको लागि उत्तम हुनेछ। आर्थिक रूपमा धनिष्ठा नक्षत्रको प्रभावले गर्दाखेरि आकस्मिक लाभको सङ्केत देखिएको छ। तर त्यो पैसा गलत बाटोबाट आउन सक्छ। होस पुर्याउनुहोला। आज स्वास्थ्यमा भने
पेटको तल्लो भाग र ग्यास्ट्रिकको समस्याले केही सताउन सक्छ। आफ्नो खानपिनमा संयमता अपनाउनुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 7 रहेको छ भने लक्की कलर भनेको डार्क नीलो रहेको छ। र आज तपाईँले ख्याल गर्नै पर्ने कुरा भनेको कहिलेकाहीँ चाहिँ चुप लाग्नु नै उत्तम भन्छन् नि, त्यस्तै तरिकाले हजुरहरूले चाहिँ आज आफ्नो कुरालाई मनमै दबाएर चुप लागेर आफ्नो कुरालाई चाहिँ आफ्नो काममा मात्रै फोकस गरेर अगाडि बढ्नुहोला। कर्कट राशि। कर्कट राशिका लागि आज प्रेम र साझेदारीको नयाँ आयाम थपिने खालको दिन रहेको छ। सप्तम भावको चन्द्रमाले गर्दाखेरि चाहिँ तपाईँप्रति कसैको आकर्षण बढ्न सक्ने खालको एउटा राम्रो संयोग बनेको छ। तर परित्योगको कारणले गर्दाखेरि जीवनसाथीसँग भने सानो कुरामा केही अलिकति बहस हुनसक्छ, संयमता अपनाउनुहोला। व्यावसायिक साझेदारीमा नयाँ मान्छेहरू जोडिन सक्ने, नयाँ व्यवसाय अगाडि बढ्न सक्ने खालको राम्रो एउटा चाहिँ योग सृजना भएको छ। तर चाहिँ उनीहरूको राम्रोसँगले पृष्ठभूमि नबुझिकन नयाँ व्यवसाय गर्ने व्यक्तिहरू, नयाँ साथी सङ्गीहरू जो थपिँदैछन् उनीहरूको राम्रो पृष्ठभूमि नबुझिकन सँगै नाता अगाडि बढाउनुभन्दा अगाडि उनीहरूसँग राम्रोसँगले कुरा गरेर मात्रै, राम्रोसँगले उनीहरूलाई बुझेर मात्रै हजुरहरू अगाडि बढ्नुहोला। औँसीको कारणले गर्दाखेरि मनमा अलिकति भावनामा अलिकति बहन सक्ने खालको योग सृजना भएको छ, अलिकति थोरै ख्याल गर्नुहोला। स्वास्थ्यमा भने आज शरीरमा पानीको कमी र छाला सुक्खा पर्न सक्ने, एलर्जीहरू हुन सक्ने खालको योग छ, ख्याल गर्नुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 2 रहेको छ भने लक्की कलर भनेको गुलाबी कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको सम्बन्धमा चाहिँ विश्वास अलिकति बढाउनुहोला। सिंह राशि। सिंह राशिका लागि आज अनुशासन र शत्रु विजयीको दिन रहेको छ। आज चाहिँ आफ्नो अनुशासनद्वारा आफ्ना शत्रुहरूलाई परास्त गर्ने खालको एउटा राम्रो योग सृजना भएको छ। 6औं भावको चन्द्रमाले गर्दाखेरि तपाईँलाई विपक्षीमाथि हावी हुन एकदमै मद्दत गर्नेछ। मङ्गलबारको प्रभावले गर्दाखेरि तपाईँमा गजबको ऊर्जा, एउटा राम्रो सकारात्मक ऊर्जा सृजना भएर जानेछ। यदि कानुनी मुद्दाहरू छन् भने चाहिँ ती मुद्दाहरू सकारात्मक तरिकाले अगाडि बढ्ने दिन आजै रहेको छ। तर कार्यक्षेत्रमा भने सहकर्मीहरूको ईर्ष्याले गर्दाखेरि तपाईँलाई अलिकति अप्ठ्यारोमा पर्न सक्ने, अलिकति अप्ठ्यारोमा पार्न सक्ने, आफ्नो कुरा बिक्न नसक्ने खालको चाहिँ अलिकति त्यस्तो संयोग रहेको छ, ख्याल गर्नुहोला। स्वास्थ्यमा भने आज कम्मर र मेरुदण्ड चाहिँ दुखाइ अलिकति बढी हुनसक्छ, हड्डीहरू दुख्न सक्ने, कम्मर दुख्न सक्ने यस्ता कुराहरू हुन सक्छन्, सावधानी अपनाउनुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 9 रहेको छ भने लक्की कलर भनेको क्रिमी कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको शत्रुलाई पराजित गर्नुभन्दा उनीहरूको मन जितेर अगाडि बढ्नु आज हजुरहरूको विजयी हुनेछ। कन्या राशि। कन्या राशिका लागि आज सिर्जना र सन्तानको विषयमा केन्द्रित रहने दिन रहेको छ। पञ्चम भावको चन्द्रमा र किंस्तुग्न करणको प्रभावले गर्दाखेरि आज बुद्धि, विवेक अझै बढी तिखाइने, अझै चाहिँ आफ्नो सन्तान पक्षको सुखका कुराहरू अझै वृद्धि हुने एउटा राम्रो दिन आजै रहेको छ। आज चाहिँ विद्यार्थीहरूको लागि एकदमै धेरै राम्रो दिन रहेको छ। विद्यार्थीहरूको लागि चाहिँ विद्या आर्जन गर्ने दिन, केही कुराहरूमा असहज भइरहेको छ भने ती कुरालाई निखार्ने खालको दिन आज रहेको छ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि पनि आजको दिन एकदमै महत्त्वपूर्ण रहेको छ। प्रेम सम्बन्धमा रहेकाहरूका लागि आजको दिन एकदमै महत्त्वपूर्ण दिन रहेको छ। तर अलिकति केही कुराहरूमा डिस्कस पर्ने भएका कारणले गर्दाखेरि सम्बन्धमा केही तिक्तता आउन सक्ने, सम्बन्धमा अलिकति केही झगडाहरू हुन सक्ने, तेस्रो व्यक्ति प्रवेश हुन सक्ने खालको चाहिँ एउटा संयोग बनेको छ, ख्याल गर्नुहोला। स्वास्थ्यमा भने आज टाउको एक भाग दुख्न सक्ने, माइग्रेनका समस्याहरू फेरि आउन सक्ने खालको योग रहेको छ, ख्याल गर्नुहोला। हजुरहरूको लागि लक्की नम्बर 5 रहेको छ भने लक्की कलर भनेको डार्क सेतो कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको सफलताको बाटोमा कतिपय कुराहरू त्याग गर्नुपर्ने हुनसक्छ। तपाईँहरू चाहिँ अगाडि बढ्दै जाँदाखेरि दिनमा केही कुराहरू आज त्याग गर्ने खालको समय आउन सक्छ, ती कुराहरूलाई त्याग गरेर अगाडि बढ्नुहोला। तुला राशि। तुला राशिका लागि आजको दिन घर र शान्तिको खोजीमा
अगाडि बढ्ने खालको दिन रहेको छ। आज घरमा समय व्यतीत गर्न सक्ने, आज चाहिँ घरका परिवारहरूसँग चाहिँ समय व्यतीत गरेर रमाइलो गर्ने, खुसी साटासाट गर्न सक्ने, शान्तमा बस्न सक्ने खालको आज दिन रहेको छ। चौथो भावमा चन्द्रमा र औँसी परेको कारणले गर्दाखेरि आज घरभित्र अलिकति कोही बिरामी हुन सक्ने, आफ्नो आमाको स्वास्थ्यमा केही समस्या आउन सक्ने, केही चिन्ताजनक कुराहरू हुन सक्ने खालको यो चाहिँ त्यस्तो खालको संयोग परेको छ। अलिकति थोरै ख्याल गर्नुहोला। धनिष्ठा नक्षत्रको कारणले गर्दाखेरि जग्गा जमिन वा सवारी साधनको कारोबारमा भने आज एकदमै धेरै लाभ हुने खालको योग देखिएको छ। स्वास्थ्यमा भने आज छातीमा चिसो गडबडी हुन सक्ने, मुटुको धड्कनमा केही उतार चढाव हुन सक्ने, यस्तो खालको चाहिँ एउटा योग सृजना भएको छ। अलिकति थोरै ख्याल गरेर अगाडि बढ्नुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 10 रहेको छ भने लक्की कलर डार्क रातो कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको शान्त बस्ने, चाहिँ अरूलाई केही डिस्टर्ब नगर्ने, आफ्नो मनभित्रको अन्तरात्माको शान्तिलाई खोजेर आफ्नो कामहरूलाई अगाडि बढाउने रहेको छ। वृश्चिक राशि। वृश्चिक राशिका लागि आज पराक्रम र संवादको दिन रहेको छ। तेस्रो भावमा चन्द्रमा र आफ्नै स्वामी मङ्गलको बार भएको कारणले गर्दाखेरि आज चाहिँ तपाईलाई निकै शक्तिशाली महसुस गर्न सक्ने, आफूमा धेरै ऊर्जा, आफ्ना रोकेका कामहरू पनि आफूद्वारा ती कामहरू अगाडि बढ्न सक्ने खालको एउटा राम्रो योग सृजना भएको छ। छिमेकी वा आफ्ना साथी सङ्गी दाजुभाइसँगको सम्बन्ध पनि एकदम राम्रो तरिकाले अगाडि बढ्न सक्ने हुनसक्छ। तर त्यो हुँदाहुँदै पनि केही सामान्य कुराहरूमा विवाद आउन सक्छ। अलिकति थोरै ख्याल गर्नुहोला, आफूमा संयमता अपनाउनुहोला। स्वास्थ्यमा भने आज हात चाहिँ आफ्ना शरीरका नसाहरूमा केही अलिकति खिचावट हुन सक्ने, अलिकति ढाड सड्किने हुन्छ नि, चाहिँ हात खुट्टा सड्किने मर्किने यस्तो कुराहरू हुनसक्छ। अलिकति थोरै ख्याल गर्नुहोला। हजुरहरूको लागि आज लक्की नम्बर 3 रहेको छ भने लक्की कलर भनेको पर्पल कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको आज आफ्नो साहसलाई राम्रो ठाउँमा विवेक तरिकाले त्यसलाई प्रयोग गर्नुहोला। एकदमै साहस, एकदम ऊर्जावान हजुरहरूले आज आफूलाई महसुस गर्ने खालको दिन रहेको छ भने त्यसलाई चाहिँ राम्रो ठाउँमा मात्रै प्रयोग गर्नुहोला। धनु राशि। धनु राशिका लागि आज धन र परिवारको सन्तुलन मिलाउने दिन रहेको छ। दोस्रो भावमा चन्द्रमा र धनिष्ठा नक्षत्रको प्रभावले गर्दाखेरि आज आर्थिक लाभ चाहिँ प्रदान हुन सक्ने, अड्केका पैसाहरू आउन सक्ने, पैसा बचत चाहिँ गर्ने कुराहरू हुन सक्ने, त्यस्तो खालको राम्रो योग आज सृजना भएको छ। परिवारमा माङ्गलिक कार्यको चर्चा चल्न सक्छ भने तपाईको बोलीको प्रभावले गर्दाखेरि ती बिग्रेका कामहरू पनि फेरि बन्न सक्ने, सुचारू हुन सक्ने खालको एउटा राम्रो संयोग बनेको छ। तर औँसीको कारणले गर्दाखेरि केही खानपिनमा, आफ्नो मनमा केही अलिकति चाहिँ तरङ्ग महसुस हुन सक्ने, आफ्नो खानपिनमा केही अलिकति समस्याहरू आउन सक्छ। ख्याल गर्नुहोला। स्वास्थ्यमा भने आज मुख, जिब्रो, दाँत सम्बन्धी केही समस्याहरू आउन सक्छ। थोरै हजुरहरूले ख्याल गर्नै पर्ने हुनसक्छ। आज हजुरहरूको लागि लक्की नम्बर 8 रहेको छ भने लक्की कलर भनेको चाहिँ निलो गाढा कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको तपाईँले धन कमाउनु मात्र ठुलो कुरा होइन, त्यसलाई चाहिँ सही ठाउँमा सदुपयोग गर्ने भन्ने चाहिँ ती कुराहरूलाई मनमा बोध गरेर अगाडि बढ्नुहोला। मकर राशि। मकर राशिका लागि आज अस्तित्व र अधिकारको लडाईँ हुन सक्ने खालको एउटा राम्रो दिन रहेको छ। आफू को हुँ, म कस्तो छु, मैले के गर्न सक्छु भनेर आफ्नो अन्तरात्मालाई सोधेर आफ्नो अस्तित्वमा लडाईँ हुन सक्ने खालको एउटा योग सृजना भएको छ। आज बिहान 9:33 चन्द्रमा तपाईँकै राशिमा रहने हुनाले बिहानको समय निकै फलदायी हुन सक्ने, केही अटेका कामहरू बन्न सक्ने, केही चाहिँ अलिकति असहज भएका कुराहरू सहज भएर आउन सक्ने खालको एउटा राम्रो योग सृजना भएको छ। धनिष्ठा नक्षत्रले गर्दाखेरि तपाईको नाम र ख्याति बढाउन सक्ने खालको अवसरहरू आउन सक्छ। परिधि योगको कारणले गर्दाखेरि मनमा केही दुविधा पलाउन सक्ने, मनमा केही शङ्का पलाउन सक्ने, शङ्का आउन सक्ने यस्तो खालको योग सृजना भएको छ। ख्याल गर्नुहोला। किंस्तुघ्न करणको प्रभावले गर्दाखेरि सत्तो करणको सहयोगद्वारा चाहिँ हजुरलाई राम्रो बाटोमा डोर्याउन सक्ने खालको योग सिर्जना भएको छ। हजुरको स्वास्थ्यमा भने आज खुट्टाको जोड्नीमा दुखाइ हुने,
टाउको भारीपन महसुस हुने खालको एउटा योग सृजना भएको छ। हजुरको लागि आज लक्की नम्बर 5 रहेको छ भने लक्की कलर भनेको ग्रे कलर, खरानी कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको आफ्नो अधिकार खोज्दा अरूको चाहिँ सम्मान गर्न नभुल्नुहोला हजुरहरूले। कुम्भ राशि, कुम्भ राशिका लागि आज त्याग र वैदेशिक लाभको दिन रहेको छ। चन्द्रमा 12औं भावमा भएका कारणले गर्दाखेरि तपाईँको राशिमा प्रवेश हुने भएका कारणले गर्दाखेरि आज चाहिँ अड्केका कामहरू अगाडि बढ्न सक्ने, वैदेशिक रोजगारका कुराहरू के छन् भने अगाडि बढ्न सक्ने, विदेशबाट केही शुभ समाचारहरू आउन सक्ने, केही आर्थिक लाभहरू हुन सक्ने खालको योग देखिन्छ। तर आफ्नो पर्सनल चाहिँ खर्चमा भने आज केही अलिकति वृद्धि हुन सक्छ, हजुरहरूले ख्याल गर्नुहोला। औँसीको प्रभावले गर्दाखेरि एकान्तमा बस्न मन लाग्ने, आफू चाहिँ डिपमा गएर आफू चाहिँ आफ्नो मनलाई एकाग्रता गरेर ध्यान तपस्यामा बस्न मन लाग्ने खालको योग सृजना भएको छ। आफ्नो मानसिक स्थितिलाई आज हजुरहरूले अलिकति थोरै सुधार गर्नुपर्ने खालको स्थिति रहेको छ। स्वास्थ्यमा भने आज आँखाको जलन र निद्रा नलाग्ने खालका समस्याहरू आउन सक्छन्, ख्याल गर्नुहोला। हजुरहरूको लागि लक्की नम्बर 7 रहेको छ भने लक्की कलर भनेको आकाशे नीलो कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको आज चाहिँ तपाईँले चाहिँ आफूलाई नियन्त्रण गरेर आफ्नो रागका कुराहरू, आफ्ना मनका चाहिँ मनोविज्ञानका कुराहरूलाई नियन्त्रण गरेर अगाडि बढ्नुहोला। मीन राशि, मीन राशिका लागि आज लाभ र सामाजिक प्रतिष्ठाको दिन रहेको छ। 11औं भावमा चन्द्रमा र धनिष्ठा नक्षत्रको प्रभावले गर्दाखेरि आज तपाईँलाई लाभको नयाँ अवसरहरू मिल्न सक्ने अनि किंसुग्न करणको प्रभावले गर्दाखेरि आज सामाजिक काममा नेतृत्वको अवसरहरू प्रदान हुन सक्ने खालको एउटा राम्रो योग सृजना भएको छ। साथीभाइको सहयोगले गर्दाखेरि रोकेका पुराना कामहरू बन्दै आउने, फत्ते हुँदै आउने ती कामहरू, अड्केका पैसाहरू चाहिँ पनि प्राप्त हुँदै जाने खालको एउटा राम्रो खालको संयोग बनेको छ। तर साँझपख भने आर्थिक लेनदेन हजुरहरूले नगर्नुहोला, केही समस्या आउन सक्ने, आर्थिक लेनदेन गरे पनि राम्रोसँगले कागजी रूपमा ती कुराहरूलाई हेरेर चाहिँ मान्छे विश्वास गर्न योग्य खालको व्यक्तिसँग मात्रै आर्थिक लेनदेन गर्नुहोला। स्वास्थ्यमा भने आज कलेजोमा भारीपन हुन सक्ने, आफ्नो खुट्टा सुनिन सक्ने, खुट्टामा केही समस्या आउन सक्ने हुनसक्छ, ख्याल गर्नुहोला। हजुरहरूको लागि लक्की नम्बर 8 रहेको छ भने लक्की कलर भनेको सिल्भर कलर रहेको छ। आज ख्याल गर्नै पर्ने कुरा भनेको साथीभाइको भिडमा चाहिँ आफ्नो मूल्य, आफ्नो मान्यता नरहन सक्छ, अलिकति थोरै ख्याल गर्नुहोला। र आज सबै राशिको लागि विशेष सुझाव भनेको आज औँसी र मङ्गलबार भएको कारणले गर्दाखेरि आज हजुरहरूले हनुमान चालिसा पाठ गर्ने, पितृ स्तोत्रहरू पाठ गर्ने, श्रवण गर्ने, सुन्ने, हनुमानजीलाई अलिकति बढी ध्यान आराधना गर्नुहोला। र हजुरहरूलाई हाम्रो चाहिँ दैनिक राशिफल कार्यक्रम कस्तो लागिरहेछ, लाइक, सेयर, कमेन्ट, हामीलाई अहिलेसम्म हजुरहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरेर दैनिक राशिफलका कार्यक्रमहरू पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। नारायणम हरि ओम तत्सत।